अब हजुरलाई काठमाडौँदेखि बुटवल भैरवा सुनौलीसम्मको लागि प्रिमियम बस चाहिएको छ भने बाबा एडभेन्चर्स लिएर आएको छ 2x2 मा प्रिमियम बस। आउनु सरलाई म देखाउँछु हैन, टक्कसँग बबाले गाडी छ। मैले गाडीमा भित्र गएर हेरेछु भनेपछि आउनुस् तपाईहरुलाई पनि म देखाइहालौँ बब्बाल गाडी कस्तो छ भनेर है। अब गाडीमा छिर्ने बित्तिकै हेर्न सक्नुहुन्छ एसी देखि लिएर वाइफाई फ्यान सबै कुराको बन्दोबस्त छ भने तपाईले म सिटमा बसेर देखाउँछु हैन टक्कसँग कस्तो छ सिट भनेर है। अब सिट हेर्नु पर्दाखेरि मजाले यसरी फोल्डिङ छ भने तपाईले बब्बाल पारामा सुतेर यात्रा गर्न सक्नुहुन्छ। अगाडिमा खुट्टाको रेस्ट पनि छ भनेपछि तपाईले यो गाडीमा भनौँ न सिटको फोल्डिङ त कुरै नगर्नु क्या एकदमै बबाल छ भने तपाईले यहाँ फ्यानदेखि लिएर एसीको पोर्ट पनि मजाले यसरी यहाँबाट एसीको हावा खान सक्नुहुन्छ भनेपछि यो गाडीमा स्लिपरको पनि बन्दोबस्त छ। सो अब काठमाडौँदेखि बुटवलसम्मको यात्रामा गोमाइको एपमा गएर मजाले सिट बुक गर्न सक्नुहुन्छ भने आज तपाईले गएर प्ले स्टोर एप स्टोरबाट गोमाइको लेखेर सर्च गर्नुहोस् र मजाले सिट बुक गरेर यात्रा गर्नुहोस्। सँगसँगै स्लिपर पनि छ। सो स्लिपरमा पनि मजाले सुतेर यात्रा गर्न सक्नुहुन्छ भनेपछि यो नाइट गाडी भइहाल्यो हो। सो टक्कसँग तपाईले बस पार्कदेखि हैन मजाले बुटवल भैरवा सुनौलीसम्म यात्रा गर्न सक्नुहुन्छ भनेपछि यसको टिकट घरबाटै मोबाइलबाटै बुक गर्न मिल्छ। सो आजै गएर तपाईले गोमाइको एप डाउनलोड गर्नुहोस् र आफ्नो सिटलाई सुरक्षित गर्नुहोस् र मजाले यात्रा गर्नुहोस्। फ्यासिलिटीमा भन्नु पर्दाखेरि एलइडी टिभीदेखि लिएर हैन सम्पूर्ण फ्यासिलिटी एभाइलेबल छ भने एसी वाइफाई फ्यान त मैले भनि नै सकेँ। अब सिट त मैले देखाइ नै सकेँ प्रिमियम सिट छ भने तपाईले मजाले फोल्डिङ गरेर बबाल पारामा सुतेर यात्रा गर्नुहोस्। सँगसँगै स्लिपरको पनि बन्दोबस्त छ। सो डाउनलोड गर्नुहोस् गोमाइको एप आफ्नो सिटलाई सुरक्षित गर्नुहोस् र यात्रा गर्नुहोस् आरामदायक भएर। धन्यवाद।